काट खुरुक्क निकाल संस्कार गतिलो भएपछि सन्तान गतिला हुन्छ छोरी मान्छेको सबभन्दा ठुलो शत्रु भनेको त तिम्रो छोरी मान्छे हो के थुइक्क आमा गौतली खै बिर्सिदे अब त्यसलाई म तँलाई अर्कै केटी खोजेर बिहा गरिदिन्छु जुन बेलामा मेरो लागि लड्नु पर्ने थियो त्यो बेलामा त लड्नु भएन अब लडेर के गर्नुहुन्छ I love you. गाईको घिउ I love you. गौथलीले पास गर्छ एसएलसी आमा म पढ्छु नि है पढेर के हर्छेस म बिहे गर्दिनु आजबाट हाम्रो घरको इज्जत तेरो हातमा छ छोरी मैले मेरो भुट्टु गुट्टु हजुरलाई सुम्पिएको छु मेरी छोरीले दुःख नपाओस् अब मेरो पालो आमा हुँदैन अन्डा खान्छु कहाँबाट ल्याएको कुखुरी आमाबाट खाछु पकाएर ल्याइदिउँ आमा म पढ्छु नि के रे बाउलाई सिक्याऊ तँलाई पढाउनलाई बिहे गरेर ल्याऊ पैचट तिमीलाई पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा बनाना I love you बिहे गरेपछि के ठुक्क नकचरी मेरो छोरालाई बाख्रा नलाएर त चाहिँ स्कुल जानी तँलाई स्कुल नजा भने होइन तँलाई त नि म मेरी छोरी काट खुरुक्क निकाल संस्कार गतिलो भएपछि सन्तान गतिला हुन्छ छोरी मान्छेको सबभन्दा ठुलो शत्रु भनेको त तिम्रो छोरी मान्छे हो के थुइक्क मैले तपाईँको लागि घर आमा बुवा सबै छोडेर आएको त्यो सिमान होइन दुश्मन होस् मेरो आमा गौतली खै बिर्सिदे अब त्यसलाई म तँलाई अर्कै केटी खोजेर बिहा गरिदिन्छु जुन बेलामा मेरो लागि लड्नु पर्ने थियो त्यो बेलामा त लड्नु भएन अब लडेर के गर्नुहुन्छ I love you. गाईको घिउ I love you. Love you. अन्डा खान्छु कहाँबाट
ल्याएको कुखुरी आमाबाट काछु पकाएर ल्याइदिउँ पढेर के हर्छेस म बिहे गर्दिनँ दुश्मनले हो हामी टाढा गराउने ए दुश्मनले हो हामी टाढा